जर्नी टु डुम्राकोट ल हेलो गाइज ल आज चाहिँ हामी आफ्नो चाहिँ कुलदेवताको पूजाको लागि चाहिँ हाम्रो पहाड गइरहेका छौँ ल have a safe journey guys ल हामी चाहिँ अब साउखर्कमा बाजेको खिर पसलमा चाहिँ खिर खानेछौँ यो चाहिँ एकदमै फेमस खिरको लागि एकदमै फेमस ठाउँ हो ल हामी डोटी राजपुरमा पुगिसकेका छौँ अब हामी यताबाट सिधा स्ट्रेट हुँदै लाग्नेछौँ अहिले हामी राजपुर हुँदै अगाडि बढ्दै यहाँबाट चाहिँ अब केआई सिंह गाउँपालिका सुरु भएको छ वेलकम टु केआई सिंह गाउँपालिका फाइनली चाहिँ हामी चाहिँ आफ्नो कुलदेवताको पूजाको लागि चाहिँ आफ्नो पहाड डोटी डुम्राकोट गइरहेका छौँ अहिले हाम्रो यात्रामा छन् मिस्टर दाजु एन्ड मिसेस भाउजू ल एकदम रमाइलो भइरहेको छ ल कम अन हेलो भाउजू ल कता हो हाम्रो यात्रा भाउजू हामी आज जाँदैछौँ हाम्रो पुर्ख्यौली घर प्यारो डुम्राकोट डोटीमा के गर्न हामी कुलदेवताको पूजाको लागि फर्स्ट टाइम हो मेरो त एकदमै फर्स्ट टाइम हो डोटीमा त फर्स्ट टाइम मेरो त पहाड नै फर्स्ट टाइम हो एन्ड आई एम इन्जोइङ सो मच ओके थ्याङ्क यू हेभ अ सेफ जर्नी ल हाम्रो लेडिज ग्रुप चाहिँ बिजी इन टिकटक अहिले हाम्रो टोली डुम्राकोट यात्रामा छ सँगै हाम्रो चाहिँ धनगढीबाट पुरा जम्बो टोली हेलो हेलो ल ल ल ल हाम्रो जम्बो टोली ल सबैजनालाई ढोकिदिए ल एकछिन एकछिन ल को छ ल ल ल अर्को जम्बो टोली आइसकेको छ हाम्रो चाहिँ धनगढी टोली हेलो हेलो ल ल दाजु ढोकिदिए ल ल ल ल भाग्यो ल हाम्रो चाहिँ अर्को टोली पनि पुगेको छ धनगढीको ल गाइस ल भाग्यो नि ल ल हेलो ल वेलकम टु डुम्राकोट है ल ल लगभग आधा धनगढी हाम्रो चाहिँ पुगेको अवस्था छ यहाँ गाइजहरु ल हेलो हेलो टोलीहरु ल वेलकम टु डुम्राकोट है ल तिमीहरुलाई स्वागत गर्न रोकेको हामीहरु चाहिँ ल यहाँ चाहिँ अब हाम्रो चाहिँ ढोका भेट हुँदैछ ल अब फाइनल्ली हामी चाहिँ अहिले वाइल बजारमा पुगिसकेका छौँ अब यहाँबाट हाम्रो घर डुम्राकोट जान करिब एराउन्ड 15 किलोमिटर होला लेट्स गो फाइनली हामी चाहिँ पुगिसकेको छौँ हाम्रो पहाड नजिक नजिक हैन रमाइलो भइरहेछ आन्टी ल अङ्कल पुग्यो ल अहिले हामी कहाँ छौँ यहाँ महादेव नजिक ए बाबु यो ठाउँको नाम के हो यहाँ जुम्लेनी जस्तो भइरहेको छ We are at डुम्राकोट गाइज ल ल यहाँ चाहिँ हाम्रो घरै ओ दाजु ढोक दाजु
रोकिदिए ल यहाँ चाहिँ भाउजू के पाक्दैछ ल यहाँ चाहिँ हाम्रो टोलीलाई खाना पकाउने ल ल के भयो ठुलमा ढोकिदिए ल भाग्यमानी भाग्यमानी अरे छोरो के छ ल यहाँ ठुलमा ल के छ हाम्रो धनगढीवासीलाई चाहिँ यहाँ गुरुलाई चाहिँ एकदम भात पकाउने काममा चाहिँ डटाएको अवस्था छ के बनाइसकेको छ खै खै ल ल यहाँ भात बनिसकेको अवस्था छ हो ल ल ल धनगढीवासीलाई चाहिँ भव्य स्वागत Let's go. Oh, भाउजू पहिला बुढापाका भाउजूले गरौँ भनेको हाम्रो टोलीहरू चाहिँ कालो के छ फाइनल्ली हामी आफ्नो घर पुगिसकेको अवस्था छ यो हो हाम्रो पहाड घर डुम्राकोट मौसमी केन्द्र डुम्राकोट डोटी यहाँ चाहिँ हाम्रो क्लाइमेट कस्तो छ भनेर चाहिँ यहाँ मेसिनमा हेरेर थाहा हुन्छ है दिस वान इज आवर डुम्राकोट केटा हो डुम्राकोटमा कस्तो भइरहेछ मजा आइरहेछ ह्याप्पी डुम्राकोट भन